गरेको छैन न अझै हो र ए दिदी खुसी भित्र गदगदी भइराख्नु भएको हाई एभ्रिवान नमस्ते अनि फेरि पनि स्वागत छ मेरो अर्को नयाँ ब्लगमा। आई होप सबैजना सन्चै हुनुहुन्छ, स्वस्थ हुनुहुन्छ, व्यस्त हुनुहुन्छ अनि मस्त हुनुहुन्छ भन्दै आशाका साथ म पनि एकदमै सन्चै छु। अनि आजको डे भ्लग म चाहिँ स्टार्ट गर्न गइरहेको छु। अनि म चाहिँ आज निगुरो केलाइराखेको छु बेलुकाको लागि। अहिले चाहिँ कति बज्यो ठ्याक्कै दिउँसोको टाइम भइसकिसक्यो, खाजा खाने पनि बेला भइसकिसक्यो। अनि यत्तिकै फ्री टाइममा के गर्दै बस्नु भनेर निगुरो केलाउँदैछौँ, चिया पनि खाँदैछौँ, भातपानी खाइसक्यौँ। अनि दिदीले चाहिँ खाजा बनाउन लाग्दै हुनुहुन्छ। आज चाहिँ कति दिनपछि मलाई 2 PM खान मन लागिरहेछ अनि दिदीले बनाउँदै हुनुहुन्छ। अब खाने हत्तपत्त पिरो खान दिनुहुन्न कि यहाँ महाराजले पिरो खान दिनु नै हुन्न। अनि त्यही भएर फकाउँदा फकाउँदा गरेर खान पाइएको छ हो कि होइन भन्नु त हो नि। तपाईँहरूलाई निगुरोको साग कतिको मिठो लाग्छ कमेन्ट गर्नुहोस् है। हुन्छ। मलाई चाहिँ एकदम धेरै मिठो लाग्छ निगुरो। अस्ति बजार जाँदाखेरि निगुरो नि ल्याएछौँ, साग पनि ल्याएछौँ। निगुरो चाहिँ बिग्रिन आँटिसकेको छ र अनि केलाउँदैछौँ खाने भनेर। वाट ह्यापेन? कहाँ कुद्नु भएको? अनि यो सब चाहिँ मैले अघि टिकटक बनाउँदै थिएँ कि टिकटक बनाउनको लागि। अनि यसो आज अलिअलि मेकअप गरिदिउँ न भनेर सबै मेकअप जान आँटिसक्यो। अर्को टिकटक बनाउनु पर्यो भनेको मान्नु नै हुन हौ। टिकटकै बनाउनु, दुईजना कपाल टिकटक बनाऊँ भनौँ, टिकटकै बनाउन मान्नुहुन्न। आज चाहिँ फकाउनु पर्छ जस्तो छ टिकटक बनाउनलाई। हुन्छ गाइजहरु, मेरो टिकटक हेर्न पाउनुहुन्छ भरे। दिदी पाक्दैछ? चाउचाउ पोख्यो? हाँस्दै ला मेरो चिया त फेरि सेलायो, फेरि खुवाइ पर्दैन होला। अघि एकचोटि खाएको कि चिया खुवाइ नै परेन, बिस्कुटसँग खाएको थियौँ, फेरि चिया तताउन लगाएर चिया खाएको, फेरि यो पनि सेलाइसकेछ। हे भगवान्, चियाको भोगीहरू हामी। अलि चियाको भोगी भन्दैन होला कि टी लभर भन्छ होला ओके न टी लभर। चियाको भोगी भन्दा चाहिँ अर्कै सुनिन्छ, टी लभर भन्दा चाहिँ अर्कै सुनिन्छ नि त, हो कि होइन? तर शब्द चाहिँ एउटै हो है, होइन? के भान्जीले के बताउनु? केरा हाल्ने होइन, केरा हाल्ने हाम्रो 2 PM कतिवटा बनाउने दिदी? 3टा। से हाई। हेलो।
तपाईँलाई कतिको मनपर्छ? मिठो लाग्छ तर स्वास्थ्य चाहिँ अलिकति र पनि खाने खो खाना पाएपछि स्वास्थ्य न स्वास्थ्य अस्ति बिरामी भएर दबाई खाइहालेँ। पुग्छ दिदी यतिले? भान्जाले के भन्दै हुनुहुन्थ्यो? म बेग्लै एउटा पकाएर खान्छु भन्छ किन? छोराहरू बुढा भएपछि त्यस्तै आफ्नो स्वाद ए पिरो नहाल्यो होला नि। मलाई सानो पकाएर उसिनेर सबै मोलेको ए बाहिर निकालेर मोलेको त्यस्तो पनि मिठो हुन्छ नि त। घरको हाम्रो काँक्रा देखाइदेऊ बारीमा कति फलेको छ। काँक्रै काँक्रा छ हाम्रो बारीमा। हामी दिनै टिपेर खान्छौँ कलिलो कलिलो काँक्रा। स्याउ चाहिँ किनेर ल्याएको अनार पनि किनेर ल्याएको कि शनिबार हटियादेखि तर हामीलाई राम्रो छ भनेर खप्नु भयो नि त्यो आन्टीले। डुप्स पाएको छ डुप्स। के अरे नराम्रो मेरो राम्रो तपाईँको भन्नुहुन्थ्यो। अब फिर्ता गर्दिनँ अर्को हप्ता पर्खिनुपर्छ। त्यति बेला त कहाँ पुगिसक्छ नि। हो त अनि 15 हो यो बुढी पनि हौ। के गरेको भान्जीलाई हेर त सुत्न दिनु गराउन आउँछ सुसु अघि देखाइदिन्छ अहिले त अलि आउन थाली पो सकेको छ त होइन भान्जा बोक्न आउँछ ला साँच्चै लुगा त बिर्सेछु झिक्ने हौ। सुक्छ अघि लुगा हालेको थिएँ मेसिनमा झिक्नै बिर्सेछु हौ। ल मैले चाहिँ लुगा पनि सुकाएँ तर घामै जान आँटिसक्यो के गरेर सुक्छ कि सुक्दैन। हजुर आऊ आए सक्दैछ। हाम्रो छोरो पनि भान्से लागेको छ यता सिकेको अरे उसले पकाउन सिक्नुपर्छ त नि अहिले होइन भान्जा मम्मी बिरामी हुनुभयो भने पकाएर खुवाउनु पर्यो नि होइन। काँटा चम्ची यहाँ चाहिँ मम्मी म चिया चाहिँ खान्न नि भन्छ तर हुनुहुन्छ हौ भाइ कति हात दिनु भएको मामा बसिराख्नु भएको छ त यहाँ बुढो टिकटक बनाउने होइन कति बेला खाजा खाएर भान्जीलाई कति सागुरोमा राखिदिएको हो र अलिक खेल्ने दिनु न स्पेस आराम ल्याऊ मैले जेलमा हाल्दै
पुरा साँगुरोमा राख्देर हाँस्नु भएको हेर न त्यहाँ सानो यता आऊ पुक्कु यता सानी पुन्टु हेर्नु छैन कता छ ध्यान हेलो हेलो भान्जी हेर्नु हुन्न हौ कस्तो हुनुहुन्छ हौ हेर्नु नै भएन उफ तेरा चाउमिन बनाउने हो यहाँ चाहिँ भुटिसक्यो यो मसला चाहिँ यो भिडियो बाबाले हेर्दै हुनुहुन्छ भने चाहिँ छोरोलाई भरेदेखि कस्तो चाउमिन खानु हुँदैन भन्नुहुन्छ गाली आउँछ किनकि एकदम विरोध यस्तो त यस्तो चिज खा कस्तो भएछ मिठो नानी रोएर के गर्नु र नि गुड खाजा साजा खानपिन भइसकेर अब हामी जान आँटेको छौँ कहाँ अङ्कलको घरमा जाने होइन हाम्रो घरमा छ तर बिग्रेको यसो अलिअलि मेसिन सिकिरहेको छु सो प्र्याक्टिसको लागि हेर्छु भन्नुभयो गाडी चाहिँ डरै लाग्छ हौ अमला छ भने अमला पनि झार्नु नि हौ आँप पनि कत्रो कत्रो भएछ त नि यहाँ त गाई छ त नि हान्दैन झारिसकेको खोइ पुरै सबै झारेको कि क्या हो खत्तम भइहाल्छ नि अस्ति किन कतिवटा पठाइदिन आँटेको यति नै लगिदिने मान्छेलाई पनि लगिदिनु पर्यो होला कति लगिदिनु हो अर्को बटको कुनको त यसो छैन अब यसको टायर व्यक्ति कस्तो छ झार्ने त कुन यो चेक गरौँ भेनालाई झारेको ठाउँ पनि दामी थियो यार भाइ कुन थियो को भेनालाई हौ चाख्नलाई कस्तो छ भनेर ए ठिक छ ए ठिक्कको भएको रहेछ नि त खाने बेला दिदी तपाईँलाई मन पर्ने भएको छ हेर्नु त ए छिप्पेको छिप्पेको भएको छ गाह्रो हातको पनि छ भएको रहेछ ब्लगमा हाल्थ्यो हामीले हालेको नि अनि ब्लग बनाउनु परेन कोही कोही छैन घरमा जाऊ त यता यता पछाडी भान्जा हुन्छ त हौ को आएको हुन्छ मेन हो कि हैन एकछिन समात्ता म अलिकति माथि चढ्छु घो चाहिँ भएन क्या यसलाई कहाँ माथि चढ्छ हौ घो चाहिँ कसले मऱ्यो ला माथि त नचढ्नु न लु हौ कतापट्टिको त छिपेको छैन होला है भाइ हेरेर गर्ने कताको छिपेको छ त्यताको कहाँबाट चढेको होला नि ओइ त्यो डन्ठी ऊ भएको होला नि भएको यो बकाइनाको बोटमा यो चारपाटेको बोटमा त हामी कति चढ्थ्यौँ नि त चारपाटेको बोर्ड हो यो तिमीले खाएको छ नि खाएको छु सानोमा हामी कति चढ्थ्यौँ देखेन हौ कहाँ छिर्नु पो छिर्नु भयो हौ यतापट्टिको छिप्पेको छ त कतापट्टिको झारेको अघि
त्यतैपट्टिको झारै अनि कताको झारेको त्यतै हो। दर्शन झर्दैछ के भयो कत्रो झारेको यस यस भन्छ भाइ यत्रो एक झुप्पै झरोला हौ रातो दिदी खुसी भित्र गदगदी भइराख्नु भएको अहिलेको भाउले खुसी भयो भन्नु न खान पाइने भयो अब मनमा नै ला भने नि होइन भन्नु अनि यो चाहिँ राखेर खान पुग्दैन यो साइजको त हुँदैन हामी चाहिँ 28,000 भन्दा तल सक्दैनौँ भने ल कसलाई हो देखाएको भिडियो भोलक गोबर भएको चाहिँ नहाला नि गोबर भएको दिदी काम गरेको होला बिचरा कहिल्यै नगरेको मान्छे त्यसै बुढी भएन मेरो साली छिप्पेको छ हेर्दै हामी हेरेर चिन्छौँ सुपारी तिमी मनोज क्यान्सिल आएको भनेको त यहाँ पेन्सन आउँछौ कसले भन्नु क्यान्सिल हालिसकेको छ दिदी बहिनीको चाहिँ कुरा लु कति लाने हो त्यो हालेर अरू झुप्पामै छोड्दै हेरेनु यो सबै हालिदिउँ न नि खान्छ नि त त्यत्रो किन बिगार्नु हामी अलिकति राखौँ अरू हालिदिउँ झुप्पै पठाइदिउँ एउटा त्यो टाढोबाट झुप्पा झुप्पा जान्दा ए ओइली छ क्या न त हो त्यसरी थान्नु त होइन बाहिर जानेलाई चाहिँ होइन हो बाहिर कहाँ यस्तो झुप्पा लानु भाइ यहाँ खानेलाई चाहिँ यो गोबर भएको चाहिँ रेनलाई छोडिदिउँ ल गोबर भएको चाहिँ त्यो चाहिँ हामीलाई झुप्पै राख्नु त्यहाँ चारपाटे छैन चारपाटे त भर्खर नयाँ पात पलाउँदैछ त्यो चाहिँ हामीलाई राख हामी नि को खान्छ र म त हो धेर खाने यता निकै छ त छ अरू बेचेको छैन यता ठुलो ठुलो भएर बेचेकै छैन ऊ पर छिप्पेको तर यो बटमा एउटा कतिले छ नआइज यता अस्ति मौरीले खाएको कहाँ हो ओइ आगो बल्दैछ भित्र यो झोलाले खान्छ त अर्को झोला दिन्छु म हिँड्नु नि भयो सक्यो ओइ त्यहाँ गाडी नि चल सक्यो उतै जा अब हामी हिँड्न बोकेर हिँड्ने यो मान्छेले त जाम यहाँ देखाउँ जान ले ऊ पर छ भाइ एउटा तपाईँ चाहिँ कहाँ जाने र ऊ पर्छ अरे के गरेको गोबर सोरेको यति बेला यो अहिले खिचेर सब बिगार्छ अनि बिगार्छ कस्तो बिगार्छ भनेको चाहिँ थाप्रा थाप्रा हुँदैन क्या गोबरको बारे कता कता बनाइदिन्छ ल ल गोबर सोरेर आउनु ल खोले पाकिसक्यो पाक्दैछ हगिदिन्छ नि ढाडमा ल ल यो खोलेको कि हामीले यो 3टा नट खोलेको कि अनि यो सियो झर्ने ठाउँ छ नि जुन यो डल्लो घुमिसकेर यो अलिक उता कता हुन्थ्यो यो सियो अहिले झर्दैन कि अड्किन्छ यो आफै आफै मिस्त्री भएछ अनि त्यस्तै हुन्छ त्यो जानु त म बताइदिन्छु यो घुम अहिले अर्को ब्लग देख्नुभयो नि काम ब्लग छ ला के लाउनु आएको सब्जी हजुरआले सजुन के लाएर हैन बस्न हौ बस्न भनौ बिरालो बसेर बुट्लै बुट्ला छ कहाँ बस्नु न केही हुन कुर्सी ल्याउ मेसिन बनाउनु भयो कि भएन बनाउनु भयो बनाएको कसले लगाइदियो मेहन्दी चाहिँ
पकड़ले ल्याएलाई अङ्कललाई दिनुभएको अङ्कललाई राख्नुभएको छ त अङ्कललाई राख्नुहुन्छ रातो पनि लगाइदिनु भएछ हजुरआएको त्यस्तै त लाउनुहुन्छ नि हो र जाड कलरमा त्यस्तो कहाँ बोक्न सक्नुहुन्छ हौ पनातिनी बोक्नु न पनातिनी बोक्नु नि तपाईँ पनातिनी भन्नु त पनातिनी भन्नु न बुवा हजुर बुवा ओइ पनातिनी आमाले पनातिनी भन्नुहुन्छ मेहन्दी लगाएर हजुरआमा राख्दै हुनुभएछ चालचल थिएन त हो हात चालचुल थिएन यही थियौँ त अनि यही थियौँ यता मेरो मुछु औ मुसु यता आऊ मोबाइल देख्नु भएकै छैन एउटा थाल भानी ल्याइदेन हौ भित्रबाट हाल म ल्याइदिन्छु अनि भरेर सब्जी छ त नि के लगाइराख्नु भएको के छ इस्कुसको मुन्टा अघि केलाइदिइसकेको छ यो भोलि खाने होला त्यो भोलि खानु अब भोलि नै केलाउनु छोडिदिनु के केलाउनु भएको त्यो केलाउनै जान्दैन म त खाना चाहिँ जान्दछु होला नि कालो भनेर लगाएको बर्गन्डी भनेको त पर्पल होइन होइन अनि डार्क कलर तिमीले अस्ति हेरे जस्तै रातो हुँदैन कपालमा नआउने अङ्कलले झन् सबै लगाएको छ अनि तपाईँले लागेको मैले अलिकति के लाउँछु लाउँदिन ल्याएकै थिएँ मैले अस्ति नै बरमन्डी भनेर ल्याएको बाहिर त्यस्तै छ अब भित्र बस्न आऊ। बस्छु हौ बस्छु घरकै थाल मात्र थियो अनि यहाँ भेट यहाँ हो त सबै त्यही थालमा हाल्छौ त कालो लगाएर छोप्नु पर्यो अब भोलि आमालाई अल्छी लागेर केलाउन थाल्नु भएको जस्तो छ के गर्नु होइन अनि भरे खानु पर्ने भाइले पकाउँछ कतिखेर ए आन्टी हुनुहुन्न नि नै होस् दिदीले केलाइदिनुहुन्छ होइन म यहाँ यसो मेसिन खुट्नलाई आएको एकछिन केले खान्छ बाख्राले खान्छ बाख्राले कि गाईले टिप्देऊ त हो त कहाँबाट ल्याएको एउटा सब्जी हुन् उची कान्छेले ल्याएर भित्र राखिदिइरहन्थ्यो कि के गरेर चाहिँ बोल्दा नि बोल्न को कान्छी ऊ त्यहाँ पग्लो गरेर कान्छे राम्रो पारेर चाहिँ ठसा पारेर केलाई कस्तो सन्चो कपालेन कपालेर हजुरबाले कस्तो दाँत किरिकिरी पार्नुहुन्छ है किन के हुन्छ कहिले त भन्नुभएको छैन खोइ हजुरआमालाई त कोनी राम्रो चिलाउँछ देखिन्छ कि अलिअलि लगाइदिएको बाहिर बाहिर दाँत झरेको छैन नजै हो र छन् नि एक दुईवटा ए त्यही भएर किरिकिरी पार्नु त्यही हजुर आँखा त चिला- लाउने भएर खोलेको नि हजुर आँखा नि थियो नि दाँत चिलायो होला अनि छिटा छिटा कतिवटा दाँत पो निकालेको नि हजुरआमा अँ त के हो दिदी कहाँ हुनुहुन्छ बहिनी हुनु न ए राख्नु हौ भएन ल अब खाना बनाउँछु हजुर
कोलर लुगा धोएको थियो दागै गएन छ यार मेरो नाइटीको त माथि हुनुहुन्छ कि माथि हुनुहुन्छ हो भान्जी कक्रोमा म गएको माथि नै खाना बनाउनु छ खाना बनाउँछु आज त ढिलो हुन आँटिसक्यो निदाइसक्नु भएछ भान्जी त साथीहरू म चाहिँ खाना पकाउने बेला भएको छ है अहिले अनि अब अघि केलाको निगुरो पकाउँछु अनि दाल र भात पकाउँछु अचार बनाउँछु अनि आजको लागि चाहिँ त्यति नै खानपिन गर्नुपर्छ जस्तो लागिरहेको छ अनि अब म अनि अलि बिजी हुन्छु सो त्यसको लागि अब भिडियो त इन्ड गर्नुपर्छ जस्तो लागिरहेछ किनभने भिडियो बनाउन भ्याउने जस्तो लागेको छैन मेरो फोनको चार्ज पनि सकिसकेको छ सो आजको लागि यति नै सबैजनाले यहाँसम्म हेरेर अन्तिमसम्म हेरेर साथ दिनुभएकोमा जसले हेर्नु भएको छ उहाँलाई धेरै धेरै धन्यवाद अनि अब आउने भिडियोहरू पनि हेरिदिनुहुन्छ भन्ने आशाका साथ आजको लागि बाई बाई प्लिज मेरो एकाउन्टमा चाहिँ सब्सक्राइब गरिदिनु होला लाइक गरिदिनु होला कमेन्ट गरिदिनु होला अनि सेयर गरिदिनु होला है त बाई अब भेट्नुपर्छ अर्को भ्लगमा है त